साथीहरू नमस्कार, यो हो तपाईँहरूको आफ्नै घर जगत लोकसेवा घरमा स्वागत छ। र तपाईँ यदि लोकसेवा पढ्ने सोचमा हुनुहुन्छ, यदि खरिदार बन्ने सोचमा हुनुहुन्छ भने तपाईँलाई आजको यस भिडियोले निकै फाइदा हुनेछ भन्ने आशाका साथ अब लागौँ पाठ्यक्रमतिर। तपाईँले यदि खरिदारमा फर्म भर्ने सोच्दै हुनुहुन्छ, यदि खरिदारमा तपाईँले दिने सोच्दै हुनुहुन्छ भने सबैभन्दा पहिले तपाईँले चाहिँ भ्याकेन्सी कहिले आउँछ तपाईँले त्यसको बारेमा विचार गर्नु पर्यो। र भ्याकेन्सी खुलिसकेपछि तपाईँले भ्याकेन्सी भर्नु पर्यो र फर्म भरिसकेपछि तपाईँले के पढ्नुपर्छ, कसो पढ्नुपर्छ, तपाईँले तयारी के छ भन्दाखेरि तपाईँको तयारीमा सबैभन्दा पहिले के हुन्छ भने प्रथम चरणमा प्रथम चरण तपाईँले पढ्नु। प्रथम चरणमा के हुन्छ भन्दाखेरि तपाईँको सबैभन्दा पहिले के हुन्छ भन्दा सामान्य ज्ञान तथा आधारभूत कार्यालय परीक्षण भन्छ, जसमा तपाईँको पूर्णाङ्क 100को हुन्छ। तपाईँले 45 अनिवार्य रूपमा ल्याउनै पर्छ। तपाईँलाई वस्तुगत बहुवैकल्पिक प्रश्न भन्छ। सङ्ख्या कतिवटा हुन्छ भन्दाखेरि 50वटा प्रश्न आउँछन् 2 मार्क्सबाटको। तपाईँको समय चाहिँ 45 मिनट हुन्छ। तर 45 मिनट भइसकेपछि तपाईँको अब लागौँ के कस्तो पढ्नुपर्छ तपाईँले भन्दाखेरि सबैभन्दा पहिले लागौँ सौर्यमण्डल र भूगोल भन्ने हुन्छ है 60 अङ्कको। सौर्यमण्डल र पृथ्वी सम्बन्धी जानकारी भयो। अर्को विश्वको भूगोल होइन, महादेश, महासागर, ध्रुव, अक्षांश, देशान्तर, समय, दूरी, पर्वत श्रृङ्खला, भूकम्प, ज्वालामुखी, हिमनदी, ताल, जलवायुको बारेमा तपाईँले पढ्नु पर्दछ। र तपाईँले नेपालको भूगोल होइन, भौगोलिक अवस्था कस्तो छ, के छ, धरातलीय स्वरूप कस्तो छ, प्राकृतिक सम्पदाको बारेमा, जलस्रोतको बारेमा, जीवजन्तुको बारेमा, वनस्पतिको बारेमा, माटो, खनिज पदार्थ, पहाडको बारेमा पढ्नुपर्छ तपाईँले। अनि अर्को इतिहास भन्ने छ। इतिहासबाट के कस्ता आउँछन् भन्दाखेरि तपाईँले इतिहासमा विश्वको इतिहास आउँछ होइन, औद्योगिक क्रान्ति, फ्रान्सको राज्य क्रान्ति, अमेरिकी स्वतन्त्र सङ्ग्राम, रुसी अक्टोबर क्रान्ति, प्रथम द्वितीय विश्वयुद्ध, भारतीय स्वतन्त्र सङ्ग्राम पढ्नुपर्छ। सङ्ग्राम, घटना, कारण, परिणामको बारेमा पढ्नुपर्छ। अनि अर्को नेपालको इतिहास प्राचीन कालदेखि हालसम्म के भयो, कस्ता काल भयो होइन, किराँतकाल, लिच्छवी काल, मध्यकालमा के भयो, सामाजिक, सांस्कृतिक, आर्थिक एवं राजनीतिक अवस्था कस्तो छ, के छ। अर्को आधुनिक इतिहास भन्ने पढ्नुपर्छ। जस्तै नेपाल एकीकरणदेखि हालसम्म कस्ता कस्ता राजनीतिकहरू भयो, घटनाक्रम, सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था कस्तो छ नेपालको आधुनिक होइन, त्यसको बारेमा तपाईँले पढ्नु पर्यो। अनि अर्को छ नेपालको सामाजिक आर्थिक अवस्था र शासन पद्धति भन्ने। त्यसमा नेपालको सामाजिक अवस्था कस्तो छ, परम्परा कस्तो छ, मूल्य कस्तो छ, मान्यता होइन, धर्मको बारेमा, जातिको बारेमा, भाषाभाषीको बारेमा, संस्कृतिको बारेमा, कलाको बारेमा, साहित्यको बारेमा, सङ्गीत, सांस्कृतिक सम्पदाको बारेमा पढ्नु पर्यो। अर्को आर्थिक परिसूचक भन्छ, जस्तो आर्थिक वृद्धि कस्तो के छ, कुल गृहस्थ उत्पादन, प्रति व्यक्ति आय कस्तो के छ, इनपुट हेर्नु है, आय होइन, विप्रेषण, वैदेशिक लगानी अनि वैदेशिक सहयोग। अनि अर्को रहेको छ आर्थिक अवस्था है, कृषिमा कस्तो छ, उद्योग कस्तो छ, व्यापार, पर्यटनको बारेमा, यातायातको बारेमा, सञ्चारको बारेमा, विकासको योजना सम्बन्धी जानकारी हुनुपर्छ। अनि नेपालको शासन पद्धति र सरकार भन्छ, तपाईँले यसको बारेमा विभिन्न पढ्नुपर्छ। जस्तै संविधानको बारेमा जान्नु पर्यो, सङ्घीय शासन प्रणाली होइन, राजनीतिक अवस्थाको बारेमा, अब विज्ञान र प्रविधि यो कसले के बनाए, कसले के गरे, यसको बारेमा जान्नु पर्यो। तपाईँले यसबाट पनि आउँछ। जस्तै मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञानका प्रमुख इन्जिनहरू कसले बनाए होइन, विभिन्न खालको प्रश्नहरू तपाईँलाई सोध्न सक्छ। अर्को जनस्वास्थ्य रोग, खाद्य र पोषण सम्बन्धी जानकारी छ, कुनको कमीले के रोग लाग्छ, यस्ता कुराहरू त पढ्नु पर्यो। अनि पर्यावरण, जैविक विविधता, दिगो विकास, जलवायु परिवर्तन, वातावरण व्यवस्थापन, प्रदूषण, जनसङ्ख्याको बारेमा। अर्को सहरीकरणको बारेमा कस्तो छ भने बसाइसराई सम्बन्धी जानकारी पढ्नुपर्दछ। अनि अन्तर्राष्ट्रिय सम्बन्ध, कुन देशहरू होइन के भयो, सङ्घ संस्थाको बारेमा, संयुक्त राष्ट्र सङ्घको बारेमा, क्षेत्रीय सङ्गठन, सार्क, आसियान, युरोपियन युनियनको बारेमा। अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका सामाजिक गतिविधि के कस्ता भइरहेछन् यसको बारेमा थाहा हुनु पर्यो। महत्त्वपूर्ण व्यक्ति तथा विचार सम्बन्धी जानकारी थाहा हुनुपर्दछ है। अनि अब खण्ड खमा रहेछ माथिको चाहिँ अब 60 पूर्णाङ्कको भयो। अब यता 40को छ है, अहिलेको जिके भयो 60को, अब 40 चाहिँ म्याथको छ, आइक्यूको बारेमा। जस्तै रुजु गर्ने भन्छ, जसमा अर्को के छ भन्दा यस परीक्षणमा तथ्याङ्क सङ्ख्या पत्ता लगाउने होइन, विभिन्न जाँच गर्ने, त्रुटिहरू पत्ता लगाउने, यस्तो खालको हुन्छ। अर्को खाली स्थानमा क्रम पुरा गर्ने भन्छ। यसमा शाब्दिकहरू, चित्रात्मक विवरण, तार्किक, खाली स्थानहरू भर्ने होइन, म्याट्रिक्सहरूको समाधान गर्ने, यस्तो हुन्छ। अर्को के भन्छ, वर्गीकरण गर्ने अरे है, क्लासिफिकेसन भन्दो रहेछ। अर्को सम्बन्ध परीक्षण, एनालोजी,
यसको बारेमा पढ्नु जान्नु पर्यो। अर्को फाइलिङ अभिरुचि अरे, यसको बारेमा। अर्को निर्देशन अनुसरण गर्ने, कोडिङ भिडान्त अरे, कोडिङ भिडान है, परीक्षण कोडिङ डिकोडिङ होला। अनि अर्को दिशा र दूरी होइन, विश्लेषणात्मक तार्किकता परीक्षणको बारेमा अब जान्नु पर्यो, तपाईँले पढ्नु पर्यो। अर्को हिसाब गर्नु पर्यो, त्यहाँ दिशा दूरी सम्बन्धी ज्ञान भन्छ, यसको परीक्षण गर्नु पर्यो। भन्नाले पूर्व कता पश्चिम कता होइन, कता फर्केको मान्छेहरूले कता पुग्यो, यस्तो दिशा र दूरीबाट पनि आउँछ। तपाईँले यति कमसेकम पनि यति पाठ्यक्रममा हेरेर तपाईँले पढ्नु भने अवश्य पनि पास हुनुहुन्छ होइन। तपाईँलाई पढ्नुपर्ने माथिको पाठ्यक्रमको कुरा नै पढ्नु पर्यो। तपाईँले पढ्नु होला, मिहिनेत सङ्घर्ष गर्नु होला भन्दै अन्तिममा म निवेदन के गर्छु भने यस च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। तपाईँको एक सब्सक्राइबले नि मलाई भिडियो बनाउने जाँगर आउनेछ भन्दै तपाईँहरूको दिन शुभ रहोस्। हस्त, धन्यवाद।